सबैलाई नमस्कार। अहिले सामाजिक सञ्जालमा दार्चुलामा भएको तुइनलाई विस्थापित गरेर झोलुङ्गे पुल बनाउने कुरालाई श्रम संस्कृति पार्टीले श्रमको माध्यमबाट बनाउने कुरालाई जति पनि सामाजिक सञ्जालमा फेसबुकमा विरोध गरिरहनु भएको छ, म तपाईँहरूलाई के भन्न चाहन्छु भने सक्नुहुन्छ सहयोग गर्नुहोस्, साथ दिनुहोस्, सक्नु हुँदैन भने विरोध नगर्नुहोस्। तपाईँहरूले यो चाहिँ राज्यको काम हो, यो चन्दा आतङ्क बन्द गर्नुहोस् भन्दै हुनुहुन्छ नि। पहिले तपाईँहरू आफूले आफूलाई पनि हेर्नुहोस्। यस्ता चाहिँ सहयोगबाट गरिने कामहरूलाई चन्दा आतङ्क भन्ने हो भने नेपालमा यस्ता अभियन्ताहरू कति छन्? राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै लगभग 8-10 जनाहरू यस्ता छन् कि सहयोग उठाएर, चन्दा उठाएर, सहयोग गरेर गाडी चढेर हिँड्नेहरू पनि छन्। जस्तो आशिका तामाङले आफ्नो फाउन्डेसन मार्फत चाहिँ चन्दा उठाएर सहयोग मागेर दिन दुखी गरिबहरूलाई चाहिँ लुगाहरू पनि दिइरहनु भएको छ, सहयोग पनि गर्नुहुन्छ। के त्यो पनि चन्दा आतङ्क हो त? त्यो चाहिँ राज्यको काम होइन, राज्यले गर्नुपर्ने काम होइन। त्यसपछि तपाईँहरू किन विरोध गर्नुहुन्न? यदि विरोध गर्नुहुन्छ भने त्यो पनि विरोध गर्नुहोस्, त्यसलाई पनि बन्द गर्न लगाउनुहोस्। फाउन्डेसन जति सबै बन्द गर्न लगाउनुहोस्। अनि भोजराज थापा जो चाहिँ रोगी पीडितहरूको चाहिँ फोटो राखेर तस्बिर देखाएर चाहिँ उपचारको नाममा पैसा उठाउनुहुन्छ। के उपचार गर्ने राष्ट्रको दायित्व होइन? सरकारको काम होइन? रोगी चाहिँ निमुखाहरूलाई उपचार गर्न नसक्नेहरूलाई चाहिँ उपचार गर्ने काम राज्यको होइन? सरकारको काम होइन? त्यो पनि बन्द गर्न लगाउनुहोस्। भोजराज थापालाई पनि अबदेखि चाहिँ उपचारको नाममा पैसा उठाउन यो चन्दा आतङ्क हो, यसलाई बन्द गर्नुहोस् भनेर भन्नुहोस्। उसलाई पनि भन्नुहोस्। तपाईँहरूको आफ्ना पार्टीका मान्छेहरू लगभग 8-10 जना त त्यसरी पालिएका छन्, गाडी चढेर हिँडेका छन्। त्यो चाहिँ के राम्रो हो? त्यो चाहिँ चन्दा होइन, सहयोग होइन, त्यो चाहिँ आतङ्क होइन। अनि हर्क साम्पाङले गरेको कुरा चाहिँ आतङ्क हुने, अनि तपाईँहरूले गरेको कुरा चाहिँ अनि सहयोग हुने। विरोध गर्नुहुन्छ भने यो सबै बन्द गर्न लाउनुहोस्। ठिक छ, हर्क साम्पाङले पनि बन्द गर्नुहुन्छ, तपाईँहरूको पनि बन्द गर्नुहोस्। होइन भने चाहिँ हर्क साम्पाङलाई मात्रै विरोध गर्ने काम नगर्नुहोस्। यो राम्रो काम हो, राज्यले नगरेको नसकेको काम चाहिँ जनताले गर्नु राम्रो कुरा हो। राम्रो कुरालाई सबैले साथ सहयोग र समर्थन गरौँ। सकिन्छ सहयोग गरौँ, सकिँदैन भने विरोध नगरौँ भन्न चाहन्छु। हस्त। जय देश, जय माटो, जय मातृभूमि।